नेपालको राजनीतिमा एकजना यस्ता नेता थिए जसको उदय एकदमै चमत्कारिक थियो, तर उहाँको जीवनको अन्त्य भने एउटा रहस्यमय घटनासँगै भयो। आज हामी मदन भण्डारी र उहाँको मृत्युसँग जोडिएको त्यो नसुल्झिएको पहेलीबारे कुरा गर्दैछौँ। ल, अब सुरु गरौँ नेपालको इतिहासको त्यो दिनबाट जसले देशको राजनीतिलाई सधैँका लागि एउटा अर्को मोड दियो। यो हो एक रहस्यमय मृत्युको कथा। ठिक यही दिन देशका दुई शीर्ष कम्युनिस्ट नेताहरू चढेको एउटा जीप दासढुङ्गा भन्ने ठाउँमा त्रिशुली नदीमा खस्यो। र यहीँबाट सुरु हुन्छ एउटा कहिल्यै नसकिने बहस। के त्यो एउटा दुःखद दुर्घटना मात्र थियो वा एउटा सुनियोजित राजनीतिक हत्या? यो प्रश्नले दशकौंदेखि नेपाललाई अल्झाइरहेको छ र यो रहस्य आजसम्म पनि जहाँको त्यही छ। यो घटनाको गहिराई बुझ्नका लागि सबैभन्दा पहिले त यो जान्नु पर्यो नि, आखिर मदन भण्डारी को हुनुहुन्थ्यो? उहाँलाई किन जननेता भनिन्थ्यो र उहाँको मृत्यु किन देशकै लागि एउटा ठूलो क्षति बन्यो? सोच्नुस् त, जम्माजम्मी 2 दशकभन्दा पनि कम समयमा भण्डारी एक विद्यार्थी नेताबाट राष्ट्रिय राजनीतिको शिखरमा पुग्नुभयो। उहाँको यात्रा एकदमै तीव्र थियो। उहाँको लोकप्रियता त तब चुलियो जब 1991 को चुनावमा एउटा यस्तो नतिजा आयो जसले सबैलाई चकित बनाइदियो। त्यो साँच्चै ऐतिहासिक जित थियो। उहाँले अरू कसैलाई होइन, त्यति बेलाको बहालवाला प्रधानमन्त्री अनि एकजना निकै नै सम्मानित नेता कृष्णप्रसाद भट्टराईलाई हराउनुभयो। त्यो पनि कतिले? जम्मा 750 भोटको एकदमै साँघुरो तर निर्णायक अन्तरले। त्यो जितपछि भण्डारीले भन्नुभयो, यो मेरो व्यक्तिगत जित होइन, यो त प्रजातन्त्रको लागि भोट हो, देशको स्वाधीनताको लागि भोट हो र गरिबी हटाउनका लागि जनताले दिएको मत हो। उहाँले यसलाई परिवर्तनको जनादेशको रूपमा लिनुभयो। तर कुरा उहाँको करिश्माको मात्र थिएन है, उहाँको प्रभाव त वैचारिक थियो, एकदमै गहिरो। उहाँले प्रजातन्त्र र साम्यवादलाई जोड्ने एउटा बिल्कुलै नयाँ र क्रान्तिकारी विचार अघि सार्नुभयो, जुन त्यो परिवर्तन हुँदै गरेको विश्वका लागि साँच्चै आवश्यक थियो। त्यो बेला संसारभरि सोभियत सङ्घ ढल्दै थियो, कम्युनिस्टहरू अलमलमा थिए। ठिक त्यही बेला भण्डारीले एउटा नयाँ बाटो देखाउनुभयो, साम्यवाद र प्रजातन्त्रको एउटा अनौठो मिश्रण, जसलाई जनताको बहुदलीय जनवाद वा जबज भनियो। अब यहाँ हेरौँ है, यो कति फरक थियो। जहाँ परम्परागत कम्युनिस्टहरू एकदलीय शासन र सशस्त्र क्रान्तिको कुरा गर्थे, भण्डारीको सिद्धान्तले भन्यो होइन, प्रतिस्पर्धात्मक बहुदलीय प्रणाली, संविधानको सर्वोच्चता र मानवाधिकारको रक्षा हुनुपर्छ। परिवर्तन बन्दुकले होइन, शान्तिपूर्ण रूपमा ब्यालेटबाट, मतलब चुनावबाटै ल्याउनुपर्छ। न, अब कुरा गरौँ अनुसन्धानको। तर यो अनुसन्धानको कथा पनि राजनीति जस्तै एकदमै जटिल छ। यहाँ विवादित रिपोर्टहरू छन् अनि एकजना साक्षी जसलाई सधैँका लागि चुप्प गराइयो। घटना लगत्तै 2टा छानबिन आयोग बने। तर हेर्नुहोस्, एउटै घटनामा 2 बिल्कुलै फरक निष्कर्ष निस्कियो। सरकारले बनाएको आयोगले भन्यो यो सामान्य सडक दुर्घटना हो, तर पार्टीले बनाएको आयोगको रिपोर्ट आयो होइन, यो त योजनाबद्ध र षड्यन्त्रपूर्ण हत्या हो। र यो रहस्यको केन्द्रमा थिए एकजना व्यक्ति, गाडीका चालक अमर लामा। उहाँ मात्रै हुनुहुन्थ्यो जो त्यो दुर्घटनाबाट जीवित बाहिर निस्कनु भयो। तर उहाँको पनि के भयो त? दुर्घटनामा भूमिका खेलेको भनेर उहाँ जेल पर्नुभयो र त्यसको 10 वर्षपछि सन् 2003मा उहाँको पनि हत्या भयो। अब सोच्नुस्, त्यो गाडीभित्र के भएको थियो भनेर जान्ने एकमात्र मान्छेको मुख सधैँका लागि बन्द भयो। र यहीँबाट सुरु हुन्छ मदन भण्डारीको कथाको सबैभन्दा ठूलो विरोधाभास। एकातिर उहाँका विचारहरूले देशमा शासन गर्छन्, तर अर्कोतिर उहाँको मृत्युको रहस्य आजसम्म पनि रहस्य नै छ। हेर्नुहोस् त, उहाँकै पार्टी नेकपा एमाले 1994 देखि पटक पटक सरकारको नेतृत्वमा आयो। उहाँको हत्याबारे छानबिन गर्न बनेको पार्टी आयोगको नेतृत्व गर्ने केपी शर्मा ओली आफै पटक पटक प्रधानमन्त्री बन्नुभयो। अझ उहाँकै श्रीमती विद्यादेवी भण्डारी 7 वर्षभन्दा बढी देशको राष्ट्रपति हुनुभयो। तर त्यो घटनाको जवाफ आजसम्म आएन। तर अर्कोतिर हेर्ने हो भने उहाँको वैचारिक जित भने पक्का भयो। उहाँले अघि सार्नु भएको जनताको बहुदलीय जनवादका मुख्य कुराहरू जस्तै बहुदलीय प्रतिस्पर्धा, मानवाधिकारको रक्षा, यी सबै आज नेपालको संविधानकै अङ्ग बनेका छन्। मतलब उहाँको भिजन देशको लागि एउटा मार्गचित्र बन्यो, तर उहाँको मृत्यु चाहिँ देशको लागि एउटा कहिल्यै नसुल्झिने पहेली बनिरह्यो। यो साँच्चै नै गहिरो प्रश्न हो होइन त? कसरी एउटा नेताको विचारले पुरै देशलाई परिभाषित गर्न सक्छ?
तर त्यही नेताको मृत्युको सत्य चाहिँ सधैँ हाम्रो पहुँचभन्दा बाहिर रहन्छ। यसले राजनीतिक शक्ति, इतिहास र न्यायबीचको जटिल सम्बन्धलाई देखाउँछ।